हेलो फ्रेन्ड्स, अहिले मेरो अगाडि चाहिँ तपाईँको जुन यो ट्राफिकले चाहिँ चिट काट्छ होइन, हामीले जुन कुनै पनि अब तपाईँको ट्राफिक नियम उल्लङ्घन गऱ्यौँ भने होइन त्यो एउटा चिट काट्छ होइन। त्यो त्यसको चाहिँ अब ई-सेवा मार्फत कसरी यसको पेमेन्ट गर्ने भनेर चाहिँ बताउन लागेको छु होइन। सो यसमा चाहिँ तपाईँको चिट नम्बर हुन्छ, जुन माथिको जुन यो बिलको प्रिन्टै हुन्छ त्यो प्रिन्ट एउटा चिट नम्बर, यसलाई चिट नम्बर भन्छ होइन। र यो तिर्ने बेलामा चाहिँ पेमेन्ट गर्ने बेलामा के कुरामा ध्यान दिनुपर्छ भनेर चाहिँ आज म तपाईँलाई बताउन लागेको छु होइन। सो फर्स्टमा चाहिँ लेट्स ओपन द वेब ब्राउजर होइन। राइट नाउ आइम युजिङ अ क्रोम वेब ब्राउजर। सो आफ्टर द्याट तपाईँले आफ्नो ई-सेवा लगइन गर्नुहोस्। ई-सेवामा तपाईँको आइडी र पासवर्ड टाइप गरेर होइन लगइन गर्नुपर्ने हुन्छ। यसरी लगइन गर्नुहोस्। आई एम नट अ रोबोटमा चेक गरेर अनि लगइन गर्नुहोस्। त्यसपछि तपाईँको होम पेज खुल्छ ई-सेवाको होइन। र सर्चमा गएर चाहिँ त्यो ट्राफिक भनेर टाइप गर्नुहोस्। ट्राफिक पुलिस फाइन पेमेन्ट भनेर चाहिँ आउँछ होइन। त्यसपछि यहाँ क्लिक गर्नुहोस्। र त्यसपछि अब तपाईँले यहाँ आर्थिक वर्ष तपाईँको के हो त होइन, आर्थिक वर्ष के हो अनि तपाईँको चाहिँ आर्थिक वर्ष चाहिँ अहिलेको भने 81-82 भयो। अब कहिले चिट काटेको त्यसको अनुसार पुरानो पनि तपाईँले तिर्न मिल्छ। 81-82 भयो होइन। अब प्रोभिन्समा चाहिँ तपाईँको अब यो त अहिले बुटोलमा हो, बुटोल भनेपछि तपाईँको लुम्बिनी प्रोभिन्समा पऱ्यो होइन। र त्यसपछि डिस्ट्रिक्टमा चाहिँ अब झुकेर फेरि लुम्बिनी बुटोल त फेरि रूपन्देही जिल्लामा पर्छ नि त, रूपन्देही राख्नु हुँदैन है, राजमार्ग राख्नुपर्छ है। राजमार्ग राखेर चाहिँ यो कन्फर्म हुनु पऱ्यो। अनि त्यसपछि चाहिँ सिट नम्बर जुन चाहिँ 11,339 राखेर चेक गर्नुभयो भने चाहिँ तपाईँले देख्नुहुन्छ। अब पहिला अब यसमा चाहिँ के कुरामा ध्यान दिने भन्दा चाहिँ सबै चिट नम्बर काटेर यति देख्नु भएपछि अब के ध्यान दिनु पऱ्यो भन्दा चाहिँ अब नाम पहिला नाम भेरिफाई गर्नु है। हेर्नु भानुभक्त उपाध्याय होइन, त्यस्तै यहाँ पनि भानुभक्त उपाध्याय भनेर आएको छ। अनि अब के कारणले हो त भन्दा चाहिँ सवारी चालक अनुमति पत्र बिना पनि सवारी चलाएको, दफा 45 होइन। लाइसेन्स बिना बाइक चलाएको भयो, लाइसेन्स बिना बाइक चलाएको भयो। अनि अर्को चाहिँ अनि कति पैसा हो त होइन, यसरी पैसा देखाउँछ होइन। अनि फाइन पनि 5 रुपियाँ 65 पैसा फाइन काट्छ। अनि त्यसरी प्रोसिड गरेर तपाईँले तिर्न सक्नुहुन्छ होइन। त्यसपछि चाहिँ एउटा त्यसको स्टेटमेन्ट प्रिन्ट गरेर दिनुभएपछि अनि त्यो चाहिँ यही ट्राफिक कार्यालयमा बुझाएपछि बल्ल चाहिँ अनि तपाईँको चाहिँ त्यो प्रोसेस कम्प्लिट हुन्छ होइन। सो इन दिस वे यु क्यान पे द चिट चाहिँ तपाईँले चाहिँ ट्राफिकको चिट तपाईँले ई-सेवा मार्फत तिर्न सक्नुहुन्छ है त। हस्, थ्याङ्क यू।